गीत गाउने भनेको नि हलो कोदालो कुट्टो त्यही त हो त गाउने चलिन्थ्यो है। हलो हलो कोदालो है कुट्टो पनि हो फेरि। त्यो भनेको चाहिँ के हो? त्यो भनेको खेत खन थाहा हुन्न हजुरलाई भने कोदालोलाई केलाई भन्छ त कोदालो हलो के भन्छ खेत जोत्दै त्यही हो। खेत जोत्न आउँछ तपाईँलाई पनि? ए मजाले जोतिन्छ अहिले चाहिँ मिसिन लाएर जोतिन्छ। पहिला त गोरुमा हलो लगाइदिन्थ्यो मिसिन लाएर चाहिँ जोतिन्छ। खेत जोत्न के आउँदैन थाहै हाल्छ हामी गाउँमै जोत्नु भएको छ पहिले? कसरी जोतियो खास? अब त्यसमा अब त के भन्छ दाँदी लाउने त्यसपछि डल्ला हुन्छ त्यहाँमाथि चढेर नि। तर अरूले त अर्कै अर्थ लाउँदो रहेछ नि खेत जोत्ने भन्दा। ए अर्को अर्थ लगाएर के हुन्छ त सर? अर्को अर्थ लगायो भने के हो त? अर्को अर्थ चाहिँ के हो? त्यसको क्वेसन चाहिँ के हो मलाई भन्नु न त। अनि मैले भन्न चाहिनँ, म त्यसमा म असक्षम छु। त्यो भन्छ नि कि केटाकेटी भेटो हो भने हलो जोत्ने भन्छन् होला। त्यही हो नि त। त्यो हलो जोत्छ त कहिले जोत्छ कहिले भने खडा बुद्धि मात्र जोत्छ त भन्न त जोत्छ त हलो। त्यो चाहिँ एकदमै हावा कुरा हो क्या। सबैले जोत्नु भएको छ? हलो जोत्नु भएको छ? छैन होला। तिमलाई कहिल्यै पर्दैन बाधा चाहिँ हाम्रो माया कृष्ण र राधा झै म त तिम्रै मन्जरी परानी झन्झरी पर्दैन बाधा झै हाम्रो माया कृष्ण र राधा झै म त तिम्रै मन्जरी परानी झन्झरी म त तिम्रै मन्जरी परानी झन्झरी म त तिम्रै मन्जरी परानी झन्झरी। जस्तो तपाईँहरूले दोहोरी गाउनुहुन्छ यो प्लटिङहरू कसरी चाहिँ सिर्जना गर्छ ठाउँ हुन्थ्यो हो यो? जस्तो अहिले कतिपय दर्शकले के भन्नुहुन्छ जस्तो कुलमान घिसिङ निस्किसकेपछि होइन अहिले धेरैजनाले किन निस्काले होला भन्ने कुराहरू गर्नुहुन्छ क्या। कसलाई? कुलमान घिसिङ भनेको नाम सुन्नु भएको छ? आजै तपाईँको मुखबाट सुन्यो हो र? अब तपाईँले गाली खानु हुने भयो सामाजिक सञ्जालमा। कुलमान घिसिङ नामै सुन्नु भएको थिएन? ल अब गाली भयङ्कर खानु हुने भयो। म अलिकति भन्छु ल। कुलमान घिसिङ भनेको नेपाललाई चाहिँ उज्यालो दिने व्यक्ति हुनुहुन्छ जसले चाहिँ अहिले लोड सेडिङ हटाउनु भएको थियो। थाहा छ तपाईँलाई? कुनै बेला काठमाडौँमा लोड सेडिङ हुन्थ्यो धेरै। पहिला हुन्थ्यो। मेरो नानी 2 वर्षको हुँदा चाहिँ त्यो लोड सेडिङ चाहिँ थियो, पढ्नै थियो। उहाँ चाहिँ खै नाम चाहिँ कता कता सुने हो कि उहाँलाई ल्याउनु पर्छ भने चाहिँ अस्ति आन्दोलनमा नि सुनेको थियो। सुन्दा चाहिँ मान्छे त देखाएको छैन मैले। अनि नानीको चाहिँ के छ डान्सहरू कतिको चलिरहेछ त? अहिले ठिकै चलिरहेको छ। अब त्यस्तो पब्लिक पनि भएको छैन। त्यही हो। कुन चाहिँ विधामा हुनुहुन्छ डान्स गर्ने? जस्तै मेलोडी टाइपको डान्स हुन्छ होइन, विभिन्न प्रकारको हुन्छ नि डान्स। सबै प्रकारको भोजपुरी हिन्दी नेपाली सबैमा हामीले डान्स हेर्नु पर्यो भने अहिले देख्छौँ यहाँ अहिले एकछिन पछि केही बज्नु चाहिँ पर्यो भन्न नानी। केही बज्नु चाहिँ पर्यो ठुलो साउन्ड। ठुलो साउन्डमा? साउन्ड सानो भयो नि हुँदैन? तालै आउँदैन साउन्ड सानो भयो भने अनि कस्तो यो ताल कि अलि ठुलै ताल? मतलब गीत बज्ने भन्नु? हजुर गीतै बज्ने। अब जस्तो छ नि सुमिताजी, जस्तो तपाईँले चाहिँ गीतहरू गाइराख्नु भएको छ होइन, एल्बमहरू पनि निकालिराख्नु भएको छ। पछिल्लो समय दोहोरीमा अलिक विभिन्न छाडा प्रकारको गीतहरू आयो भनेर कतिले विरोध गरिरहेको पनि सुन्छौँ। विरोध गर्नेले गरिन्छन् के केही मलाई त के पनि कपालको रङ पनि हल्लिँदैन। उयो नराम्रो केही गरेको छैन। गीतको शब्द भनेको त शब्दमै सीमित हुन्छ। अहिले छाडा शब्दहरू युज गरे भन्छ नि कतिले। छाडा शब्द नराम्रो गाएकै छैन मैले। छाडा शब्द केही नराम्रो गाएकै छैन। सुन्नेलाई नराम्रो लाग्छ भने के लाग्छ त मलाई के भन्ने त। अब गीत गाउने भनेको नि हलो कोदालो कुट्टो त्यही त हो त गाउने चलिन्थ्यो है। हलो हलो कोदालो है कुट्टो पनि हो फेरि। त्यो भनेको चाहिँ के हो? त्यो भनेको खेत खन थाहा हुन्न हजुरलाई भने कोदालोलाई केलाई भन्छ त? कोदालो हलो के भन्छ खेत जोत्दै त्यही हो। खेत जोत्न आउँछ तपाईँलाई पनि? ए मजाले जोतिन्छ अहिले चाहिँ मिसिन लाएर। गाउँघरमा उहाँले जोत्नु भएको थियो। ए हाम्रो सुमन सरले जोत्नु भएको थियो? गाउँघरमा हलो जोत्नु भएको थियो सर हजुरले? उहाँले पनि जोत्नु भएको रहेछ त। अनि तपाईँलाई त थाहा रहन्छ होइन? मलाई थाहा छ, म काठमाडौँमै हुर्किएको छु। होइन काठमाडौँ हुर्किया मान्छेलाई नै हलो जोत्ने भने थाहा भइहाल्छ क्या। हलो भन्ने बित्तिकै नेगेटिभ हुँदैन। हजुरको श्रीमान चाहिँ कहाँ हुनुहुन्छ? छोरी यत्रो भइसक्नु भएको छ? साउदी हुनुहुन्छ। कति वर्षको जानुभयो? 2 वर्ष हुनेछ। पैसा त छापिराख्नु भएको? एकदम हाम्रो त
अब अर्को वर्ष फर्किन्छ तपाईँले पनि कमाउनुहुन्छ, श्रीमानले पनि कमाउनुहुन्छ, छोरीले पनि कमाउनु हुँदो रहेछ। 3 जना कमाउँछौँ हामी। महिनामा कति जति बचाउनुहुन्छ खास? महिनामा त त्यो भनेर 7 त्यही पनि अनुमान अब हुन्छ होला 5-6 लाख। 5-6 लाख हो? त्यो छोरीलाई बचाउनु बच्चा 5-6 लाख हुन्छ है महिनामा? कहाँ राख्नुहुन्छ पैसा? कतिसम्म पढ्नुभयो? अहिले पढ्दै हुन्छ? ए कस्तो भइरहेछ स्टडी? कुन फ्याकल्टीबाट हो खास? पढाइ त विशेष ध्यान दिनुपर्छ नि कस्तो होइन? ए भनेपछि वैशाखबाट चाहिँ ध्यान दिने कुरो छ, त्योभन्दा यता चाहिँ ध्यान नदिने कुरो छ होइन? त्यति कमजोर त छैन कि, पढाइमा त्यति कमजोर त छैन। भयो भने अलिकति समय चाहिँ अब काम भन्दा नि पढाइतिर ध्यान दिने हो भन्न खोजेको नानीले नजानेको। उमेर कति भयो थाहा छ? भनिदिनु न त। नानी कति वर्ष? अस्तिबाट 19 लाख। अस्तिबाट? हिजोबाट चाहिँ? हिजोबाट नि 19। अब जस्तो छ नि, अब बिस्तारै अब तपाईँहरूले कमाइ पनि राख्नुभएको छ, महिनामा 5-6 लाख रुपियाँ कमाउँछु भन्नुभयो होइन? ज्वाइँ त जो पनि आउनु हुने भयो अब यो भिडियो हेरेपछि त है। हाम्रो साथीहरू कति तयार भइसक्नु मनमने? मलाई चाहिँ अब खासै आजको ज्वाइँहरू मनपर्ने थियो, 1 जना मन पर्यो। के हो त विचार यता? छोरा मन पर्यो परेन, मलाई चाहिँ मन पर्यो। हो के हो त साँच्चै ज्वाइँ छान्नु भएको त? मैले छानम कि भनेको खोइ अब यता फर्केर हेर्नु भएन। रेस्पोन्स आएन र सर? मेरो छोरी मन पर्यो परेन रे। क्यामेरा फर्किदिनु मलाई त भनिदिने भने उहाँ जस्तो मान्छे मन गर्छ। ए उहाँ जस्तो कलौटे मैले